हेलो गुड मर्निङ सेवा र सबैजनामा। आज चाहिँ चासोक तङनाम उधौली 2082 यसले सम्बत 5085 साल। आज चाहिँ हजुरहरूलाई म उधौली पूजा हाम्रो कन्काई नगरपालिका 2, 3, 4, 5 ले संयुक्त रूपमा गर्ने आजको उधौली पूजाको सम्पूर्ण भिडियोहरू हजुरहरूलाई मैले प्रस्तुत गर्नेछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। र गाइज अब हामी चाहिँ पूर्ण दाइ, मेरो कान्छो छोरो सुप्रिम, हामी तीनजना चाहिँ अब चासोक तङनाम स्थलतिर लाग्दैछौँ। पूर्ण दाइ मेरो साइकलको साथी साइक्लिङ। ल अब हामी लाग्यौँ है उँभोतिर चासोक तङनाम स्थलतिर। फाइनली हामी चाहिँ पूजा स्थल आइपुगेछौँ। जो देख्नुहुन्छ यहाँ पानीहरू झरेको छ। पूजा हामी चाहिँ सहभागीहरू आउने क्रम जारी छ। अतिथि आसन ग्रहण स्थल, त्यो चाहिँ हाम्रो ब्यानर पुरुष शौचालय स्थल। यो चाहिँ भएर यसो कार्यक्रम सकेर टाक्रा टुक्रो बसेर खानपिन गर्ने भरे चिया बोजा गर्ने खानपिन स्थल हो यो चाहिँ। यहाँबाट चाहिँ ओह्रालो ओर्लिनुपर्छ हल्का। यहाँ चाहिँ भरे चाहिँ यहाँ यता पकाइ तुलाइ हुँदैछ। भरे खाना खाने ठाउँ चाहिँ हो यो चाहिँ खाना बन्दैछ। बटाबट सब्जीहरू रेडी हुन्छ। ल आजको यो हाम्रो क्याटरिङ चाहिँ कहाँको भनिदिनु त? झापा गाउँपालिका 6 दुर्गा चोकको क्याटरिङ। ल बिएन साउन्ड। हामी चाहिँ हजुरहरूलाई पूजा स्थलतिर लाँदैछौँ। पूजा स्थलमा ठ्याक्क आइपुगेका छौँ। पूजाको लागि लिङ्गो गाड्ने, पूजा सामग्रीहरू भेला पार्ने कार्यक्रम भइरहेछ, चलिरहेको छ। यो चाहिँ अब हाम्रो यहाँनिर अब नयाँ अन्न सेवा रो है। यो कहाँ हो? ए हुन्छ ल। यो चाहिँ सबैलाई हुने खालको एउटा यो के भन्छ रेलिङ लगाइदिएको छ। तर अब त्यति सजिलो चाहिँ छैन यो। यति भए पनि अलिकति राहत चाहिँ हुन्छ। हाम्रो पूजा स्थल चाहिँ निर्माण गरिसकेको छैन अहिले। यो यही हो जम्मा। मैले झोलासँग हाल्दै ल जो हाम्रो यहाँ भेटी सेटी के चढाउने यो सबै थुक राखिदिएको छ। हाम्रो यहाँ चाहिँ तरङ हुन्छ पुल, यहाँबाट पानी यस्तो छिराएर पूजा भरे अब यसको विधि हल्का फुल्का देखाउँला हजुरलाई। यो ध्वजा पताका फाइनली हाम्रो चाहिँ स्टेज रेडी भइसकेको छ अतिथिको लागि। टक्कसँगले सानो स्टेज छ। ल यो चाहिँ हाम्रो ढोलसोल नाच्ने केलाङ केसाम धान नाच र यतापट्टि चाहिँ हाम्रो यो पनि हाम्रो पूजा गर्ने स्थल। र हाम्रो चाहिँ यो बजार परिक्रमा भइसक्यो र्याली। र्याली चाहिँ निकै लामो छ हाम्रो। बजार परिक्रमा लगभग सकिसकेको छ। यहाँ चाहिँ हामी रोड मास्तिर छौँ। हामी चाहिँ अब यहाँबाट खानेपानी ट्याङ्की मास्तिर गएर फेरि हामी बसबाट हामी पूजा स्थलतर्फ प्रस्थान गर्छौँ। हामीले चाहिँ र्याली गरिसकेर हामी चाहिँ ठ्याक्क पूजा स्थलमा आइपुगेको छौँ। यहाँ चाहिँ अब सहभागीहरू यहाँ सबैजनाहरू भेला हुँदै हुनुहुन्छ। यहाँ पूजा पनि चल्दैछ फेदाङहरूले चाहिँ आफ्नो विधिले ठक्कसँगले पूजा गर्दै हुन्छ। त्यस पछाडि खोला पूजा पनि बाँकी नै छ। सहभागीहरू आउँदै हुन्छ भटाभट सबैजना। हाम्रो चाहिँ खोलामा सदुपदु नयाँ अन्नपात चढाउनुभन्दा अगाडि चाहिँ यहाँनिर चढाएर यहाँबाट चाहिँ अनि यहाँ चढाइसकेर चाहिँ हामी खोलातिर पनि लाग्नेछौँ। खोलातिर पनि हाम्रो कार्यक्रम हुन्छ। तर पहिला यहाँबाट चाहिँ हामीले चढाएर जाने कुरा हाम्रो फेदाङहरूबाट चाहिँ अवगत भइसकेको छ।
कि लिएर जानुहुन्छ? हाम्रो यहाँ चाहिँ कलाकारहरूलाई मैले क्लोजअपमा दिएको छु। आदाङमाले अब यो चासोक तोङनाम चाहिँ कसरी बनाइयो भन्ने कुराहरू भनिदिनु त। यो चासोक तोङनाम भनेको हामीले परम्परा हामी जङ्गली जस्तो थियो। चराले ढुकुरले खाएर आयो, आएर अपच भएपछि छाड्छ भन्ने कुरा छ नि होइन? त्यसले अपच भएर छाडेर भुइँमा त्यसले भुइँ भेटेपछि उम्रेपछि उनौँ ठाउँमा मर्ने गरी फल्यो 2-4 बोट। अब हामी मनुष्यले भेट्यौँ यो खाने हो कि नखाने, यसो उका हेऱ्यो भित्र रातो निस्क्यो, अनि टिपेर काटेर लगेर सबैजना बसेर नङले खोल्यो, त्यसलाई चामल भयो अनि पकाएर सबै बिमार भयो। त यो के हो त भनेर फेदाङ्गे ल्याएर फेदाङ्गेले जख्न हेराउँदा यो खाने चिज हो तर नचढाइ खानु हुँदैन भनेर त्यहाँ उसले त्यहाँदेखि सुरु भयो। अब चासोक तोङनाम यो कतिखेर हुन्छ? जतिखेर धान कोदो पाक्छ, यो चाहिँ मङ्सिरमा पूर्णेको दिन चढाउने भने एउटा कुरा सारसल्लाह भयो। अब यो कसरी चढाउने भन्दा एक्लै चढाएको एक्लै मात्रै भइगयो, सारा समाज मिलेर चढायो अझै राम्रो हुन्छ, राम्रो गर्नु। हाम्रो चाहिँ खोलातिरको प्रस्थान चलिरहेको छ अहिले। अब खोला पूजा छ। हेलो, जाउँ खोलातिर। हामी चाहिँ अहिले यहाँनिर ठ्याक्कसँगले पूजास्थलमा आएको छौँ। यहाँ हजुरहरू देख्न सक्नुहुन्छ पूजा गर्नलाई यो खोलामा चाहिँ एकदम रेडी सबैजना। आज सहभागी हुने महानुभावहरू देख्न सक्नुहुन्छ। चरोबेटी सबै पदबिउहरू खैनी पनि आयो क्या हो? ए अन्डा। यहाँ चाहिँ लिङ्गो फुल बन्दैछ। यहाँ चाहिँ तरङ पुल बन्दैछ चाहिँ आजको जनसमुदायहरूको उपस्थिति माथिबाट। तल पूजा सकेर फर्किँदैछौँ। फेदाङमा तल गफ गरिरहनु भएको छ। अब अहिले एकछिनमा त्यहाँ नाचगान गरेर अनि खानासाना खाएर अनि नुहाउन आउने ठाउँ त्यतै है। हामी चाहिँ अब जाँदैछौँ खाना खाने लाइनतिर। तर खाना खाने एकदम भिड छ। हाम्रो यो खाना खाने लाइन चाहिँ एकदमै धेरै लामो छ। यो सुरुको लड भएर होला अलिक ढिलो पनि भइरहेछ, भोक सबै लागेछ। बस्ने ठाउँ छैन हाम्रो, खाना बनिरहेछ। पकौडा रेडी छ। ल ठिक छ। हजुरहरूलाई म टक्कासँगले हाम्रो खानाको स्टल देखाइदिन्छु। अलिकति भिड छ सुरुको लड भएर। कतिखेर खानाको लाइन लामो छ। सक्नुहुन्छ 700 जनाको एस्टिमेट हो। 700 जनाको पानी चाहियो भने यहाँ छ। यहाँ चाहिँ पुरा आदाङमाहरूको मिटिङहरू चलिरहेको छ। हेलो नमस्कार, सेवा र सर। हामी चाहिँ बिजुवा नाचतिर जाँदैछौँ एकछिन।
समान पत्रलाई बुझिदिनको निमित्त महिला वृद्ध ज्येष्ठ नागरिक 93 वर्षीय कर्के 5 तुलसीबारी निवासी श्री बुद्धरानी लिम्बू आङबङज्यू असफलताको कारणले गर्दा आजको यस कार्यक्रममा उपस्थित हुन आउनु भएको छैन र उहाँको सम्मान पत्र बुझिदिनको निमित्त उहाँकै सहोदर नाति श्री सन्तोष आङबङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सम्मान पत्रलाई हस्तान्तरण गरिदिनको निमित्त म यस कार्यक्रमका प्रमुख अतिथि श्री देवकुमार देवज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पूर्ण महानुभावले ताली बजाइदिएर सम्मान व्यक्त गरिदिएको समेत म यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। शरीर देवराज पाठकज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर आजको प्रोग्राम हजुरलाई कस्तो लाग्यो? प्रोग्राममा काहीँ केही कमी कमजोरी हुनसक्छ, हजुरलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। आज यहाँ एकजना आउनुभएको एकजना भाइसँग चाहिँ के कस्तो लाग्यो म सोध्दैछु। आज रमाइलो लागिरहेछ, राम्रो लागिरहेछ होइन। हाम्रो आज चासोक तनावमा परेकोले धेरै राम्रो लागिरहेछ। यो चासोक तनावमा केही कमी रहेको छ भने हजुरले कमेन्ट गर्नु होला। सन्तोष ट्राभल युट्युब च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ल भाइलाई धेरै धेरै धन्यवाद। अब हजुरहरूले केही त्यस्तो कमी कमजोरी लाग्यो भने हजुरहरूले कमेन्ट मार्फत गर्न सक्नुहुन्छ। र फेरि 2082 साल मङ्सिर 18 गते आज किनभने हाम्रो 2085 सालको यस उपलक्ष्यमा हामीहरू यहाँनिर कन्काई नगरवासी वार्ड नम्बर 2, 3, 4 र 5 ले हामीहरूले यस सभ्य भव्य किसिमले मनाउन गइरहेका छौँ। हामी सम्पूर्ण तुतुकेन तुम्याङ याङवागम सुवाङ नालिगेन थाङबेन के केलाङबा केलाङमा कन्ना फेदाङमा ए भाषामा केरेकले चासोकको अर्थ भनेको चा भनेको अन्नबाली हो, सोक भनेको चढाउने। र उहाँ एउटा हाम्रो बुबा समान हुनुहुन्छ, तर उहाँ त एउटा जात हाम्रो लिम्बू भए पनि धर्ममा सत्य माग भनेको छ। तर सत्य माग र हाम्रोमा कुनै फरक देखिनँ मैले। मान्नु त त्यही देउता मान्नुहुन्छ। ल हजुर त्यति नै भन्यौँ। धेरै धेरै धन्यवाद आज उहाँहरूलाई। अहिले हाम्रो नयाँ सुरुवात 2082 साल होइन, त्योभन्दा अगाडि चाहिँ योभन्दा राम्रो होस्, खुसी होस्, मेरा अब मित्र दाजुभाइ सबै सम्पूर्णहरूलाई धेरै धेरै धन्यवाद गर्नुपर्छ होइन। सबैजना यसरी नै मिलिजुली यसरी नै सबैजनाले हाँसी मनाउनु सधैँ सधैँ पुर्खौँसम्म यसरी मनाउनु पाऊँ, यही नै ठुलो कुरो, त्यही नै गौरव। धन्यवाद। र आज हाम्रो अलिकति यो चासोक तङनाममा चाहिँ हाम्रो एवा साम्बा र हाम्रो सत्याङबाको हल्का फुल्का कुरा आयो। हुन त अब धेरै कुरा हो र होला। अब यो सर्टकट छोटकरीमा एउटा कुरा चाहिँ कुरो फरक मात्रै हो, गर्ने चाहिँ एउटै हो, गरे एउटै हो, देउटै हो। विवाह चले तापनि हाम्रो यो अब चाडपर्व मनाउने हाम्रो सनातन धर्म अहिलेको सत्याङ धर्म जे भने पनि हामी मनाउने कुराहरूलाई चाहिँ अगाडि नै लानुपर्छ र कन्टिन्यू गर्नुपर्छ भन्दै हजुरहरूले फेरि म अगाडि प्रोग्रामतिर लाँदैछु। यही भित्र हाम्रो कन्काई बहुमुखी क्याम्पस छ, यही भित्र सामुदायिक वन छ, यही भित्र वन सेक्टर वन कार्यालय छ, यही वन क्षेत्रभित्रको एरियामा धनुषकोटी धाम छ, यही वन क्षेत्रको सेरोफेरोमा यहाँसम्म आउँदा धेरै जात जातिहरूको आफ्नो संस्कृति झल्काउने एउटा बसोबासको रूपमा भएको छ। त्यसले गर्दा पनि म भन्न चाहन्छु तपाईहरु ठिक ठाउँमा आउनुभयो। हामीले यो ठाउँलाई एउटा सबैले हेर्न सक्ने, रमाउन सक्ने, साथै लिम्बू जातिहरूले पहिचान गरेर लिम्बू जातिहरूको मागले बास गरेको ठाउँ त यस्तो पो हुँदो रहेछ त भनेर अब यसलाई बनाउनको लागि अब तपाई सबै हाम्रो यो संस्कृतिमा जो तपाईहरु आबद्ध हुनुहुन्छ तपाईहरुको कर्तव्य। हामीले चाहिँ देवकुमार थेबेज्यूको विचार सुन्यौं। अहिले चाहिँ हामी यता पछाडि छौं, हाम्रो भाइहरुको सल्लाह भइरहेछ। के छ मामा खबर? एकदम ठिक छ। अनि आजको कस्तो भयो त चासोकतङमाको कार्यक्रम? चासोकतङमा एकदम राम्रो भयो, रमाइलो भयो, राम्ररी मनाइयो। अब यता हाम्रो दाजु नि हुन्छ। दाजु कस्तो भयो आजको चासोकतङ भन्नु नि त? एकदम राम्रो भएको छ, एकदम भव्य भयो, एकदम गुड।
राम्रै छ हाम्रो यसपालको पनि। अब यस्तै हो, अब भिड्नुपर्छ, गर्नुपर्छ, जहिले सालिन्दार आउनुपर्छ भन्ने कुरा। ल दाजुलाई एकदम धेरै धेरै धन्यवाद। हाम्रो आज यहाँ धान नाच पनि भइरहेछ, सामूहिक धान नाच। यो चाहिँ उधौली पर्व 2082 5085 सालको उपलक्ष्यमा हाम्रो कन्काई 2, 3, 4, 5 को संयुक्त आयोजना भएको कार्यक्रममा चाहिँ सामूहिक धान नाच है। यो चाहिँ देख्नुहुन्छ, यो चाहिँ एकदम बृहत रूपमा हाम्रो धान नाच चलिरहेछ। हेलो सेवारो आदङ भाइ, सेवारो सबै यसले तङ्गु 5005 साल हाम्रो चाहिँ अब उधौली 2082 सालको चासोतङ्गमा हाम्रो लगभग समापन भइसकेको छ। आज यसबारेमा हाम्रो आजको कन्काई वडा नम्बर 2, 3, 4, 5 को पूजा मूल समितिको संयोजक हिम्मत नेमाङज्यूले चाहिँ आजको चासोतङ्गको बारेमा के कस्तो भयो भन्ने कुरा उहाँले भन्दै हुन्छ। सर्वप्रथम त म आजको चासोक तङनाम उधौली पर्व 2082 तथा 331औं तेङसी सिजङ्गा सिन्थेबे द्वितीयको जन्म जयन्ती मङ्सिरे पूर्णिमाको अवसरमा भइरहेको यस कार्यक्रम को संयोजकको तर्फबाट यहाँलाई हार्दिक आभार तथा धन्यवाद दिन चाहन्छु। र यहाँको भनेअनुसार कस्तो कार्यक्रम रह्यो भन्ने सन्दर्भमा म जोड्ने प्रसङ्गमा म उन्मुख हुन चाहन्छु। सबभन्दा पहिला त यो कार्यक्रमलाई सठिक रूपमा भव्य र सभ्य पार्नमा आफ्नो तह तब्काबाट हामीले कार्य विभाजन गरेका थियौँ। मूल समारोह पूजा समिति नि बनाएका थियौँ। ती सबै तह तब्काका साथीहरूले कार्य विभाजन गरेका संयोजक लगायत साथीहरूको सबैको साथ सहयोग र यहाँ व्यवस्थापनमा भएका जति पनि क्रियाकलापहरू थिए व्यवस्थापनका विषयमा, अब जस्तै विद्युतका कुराहरू, खानेपानीका कुराहरू, अब यही कार्यक्रममा हामीले यो स्टल राख्ने कुरा, यो नरेश श्रेष्ठ ज्यूको स्टल हो, यो पनि राख्ने क्रममा क्याट्रिनको जिम्मेवारी लिनुभएको हाम्रो जय आम्बाङ भाइ लगायतका टिम साथीहरू र कुनाम के अरे नुमापुङ सांस्कृतिक केलाङका संयोजक लगायत ती कलाकारहरू साथीहरू र यसको सबैभन्दा ठुलो भूमिका निर्वाह गर्ने नेतृत्वको रूपमा एउटा हाम्रो मोनिटरको रूपमा हामीले मान्छौँ 3 नम्बर किराँती अख्नुचुम्नु गाउँ अध्यक्ष हाम्रो अमरबहादुर मेनाङ्गुज्यू लगायतका उहाँका सहयोगी मित्रहरूको साथ सहयोगले आजको यस ऐतिहासिक धार्मिक तथा हाम्रो लिपि पुनरुत्थापक तेङसी सिजङ्गाको मङ्सिरे पूर्णिमाको आजको दिनको जन्म जयन्ती, उहाँको जन्म चाहिँ सन् 1704 मा भएको थियो र उहाँलाई चाहिँ शहादत प्राप्त उहाँको चाहिँ सन् 1741 मा सिक्किमको मार्तम भन्ने ठाउँमा रेसी र कोक्लेक नदीको दोबानमा चाहिँ त्यहाँको ठचाङ लामाहरूले चाहिँ गोपे बाँसको तीरले विषालु काँडले यातना दिएर उहाँलाई हत्या गरेको थियो। अब यसरी नै आगामी 1 वर्षमा अब फेरि हाम्रो यो चाड चासोतङ्गमा मनाउँछौँ। त्यसमा पनि हामीले यसरी नै टिमवर्कमा हामीले चाहिँ आफ्नो तह तब्काबाट सबैले मिलेर टिमवर्कमा काम गर्यो भने के गर्न सकिँदैन रहेछ भन्ने कुरा पनि हामीले आजको यो ऐतिहासिक ठाउँ यो सामुदायिक वनको 7 नम्बर ब्लकमा हामीले कार्यक्रम गर्न सफल भयौँ। यसरी नै अर्को सालमा पनि हामीले यस कार्यक्रमलाई चाहिँ अझ यसलाई उच्च स्तरमा चाहिँ अगाडि बढाउने अपेक्षा म गर्दछु। चासोतङ्ग चाहिँ हाम्रो समापन भइसकेको छ लगभग अब हाम्रो केही प्रोग्राममा अब लगभग सबै सकिसकेको छ। मन पर्यो भने लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला, कमेन्ट गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला भन्दै बाई बाई।